गजब यस्तो दामी। अब पानी टन्न पानी आओस्, यहाँ चाहिँ राम्रो होस्। तर सानो नटिप्ने, बढ्न दिनुहोस्। ए त्यो ठिक छ। यीशुको नाउँमा राम्रो होस्, असल होस्, धेरै राम्रो फलोस्। दाइको मेहनतमा प्रभुले आशिष दिनुभएको होस्। यो थोरै दिन पछाडि त कम हुने हो नि, सताउने हुन्छ सताउने। त्यो त पानी नपुगेर पानी हाल्नुहोस्, त्यसपछि तपाईँको आधै काँक्रा त मैले लगिहाल्छु, चिन्ता छैन। म त काँक्राको त उही सोखी हो त दाइ। गुरुआमाले भन्नुहुन्थ्यो खायो नि त काँक्राको सोखी। देखेको देख्यो। आउने हप्ता त टिप्नै नसक्ने हुन्छ नि। पानी आज अब रेगुलर पानी झगडा गरेरै भए पनि कुरेरै गरेर पनि फेरि एकचोटि मोटर छुट्टी चलाउँछु।